नमस्कार बहराइन बागलुङ सेवा समाज बहराइनले बागलुङे नौमन्ती बाजा उद्घाटन समारोह हिजो शुक्रबारका दिन मनामा स्थित केसीटी हलमा राख्नु भएको थियो। उक्त कार्यक्रमको प्रमुख अतिथि महामहिमज्यूले गर्नुभएको थियो भने अरू सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरूको पनि उपस्थित रहेको थियो भने उक्त कार्यक्रममा प्रमुख अतिथि तथा अरू सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरूले शुभकामना व्यक्त गर्नुभएको थियो। शुभकामना सकिए लगत्तै नौमन्ती बाजा उद्घाटन समारोह राखिएको थियो भने यो कार्यक्रम चाहिँ एकदमै राम्रो लाग्यो मलाई। बहराइनमा चाहिँ यस्ता खालको कार्यक्रम यो पहिलोचोटि गरिएको जसमा चाहिँ नौमन्ती बाजा हाम्रो देशको विदेशमा रहेर पनि यसरी कार्यक्रमहरू देखाउने जुन अवसर जुटाउनु भयो बागलुङ सेवा समाज, उहाँहरूलाई धेरै धेरै धन्यवाद तथा आभार व्यक्त गर्छु म। अनि यस कार्यक्रममा चाहिँ हामी नौमन्ती बाजाका साथसाथै हामीले नाचेर गाएर पनि भरपुर आनन्द लिएका थियौँ। अनि हामी सबैजना घर आयौँ। हजुरहरूलाई यो कार्यक्रम कस्तो लाग्यो सबैजनाले लाइक कमेन्ट गर्न नबिर्सिनु होला भन्दै